अयोध्याका राजा दशरथ निकै शक्तिशाली र धर्मपरायण थिए। उनका 3 रानीहरू थिए, तर सन्तान नभएको पीडाले उनी सधैँ दुखी हुन्थे। त्यसैले उनले आफ्ना गुरु ऋषि वशिष्ठसँग यो कुरा भने। गुरुले उनलाई पुत्रष्टि यज्ञ गर्ने सल्लाह दिए। गुरु वशिष्ठको सल्लाह बमोजिम ऋषि ऋष्यशृङ्गलाई बोलाएर पुत्रष्टि यज्ञ सम्पन्न गरियो। यज्ञपछि अग्निदेवबाट प्राप्त दिव्य खीर 3 रानीहरू कौशल्या, कैकेयी र सुमित्रालाई खान दिइयो, जसको कारण तीनै रानीहरूले गर्भ धारण गरे। त्यसको ठीक 9 महिनापछि चैत्र महिनाको शुक्ल नवमीको दिन कौशल्याबाट भगवान रामको जन्म भयो भने कैकेयीबाट भरतको जन्म भयो। त्यस्तै गरी सुमित्राबाट जम्ल्याहा, लक्ष्मण र शत्रुघ्न जन्मिए। ठुलो भएर रामले सत्य र धर्मको पक्षमा उभिएर अधर्म विरुद्ध लडे र अन्ततः रावणमाथि विजय प्राप्त गरे। यही कारणले मानिसहरूले राम जन्मिएको दिन अर्थात् चैत्र शुक्ल नवमीको दिनलाई विशेष दिन मानेर पवित्र पर्वको रूपमा मनाउन थाले। उक्त दिन व्रत बस्ने, रामको पूजा गर्ने, उनको आदर्शलाई सम्झने परम्परा सुरु भयो, जुन आजसम्म पनि कायमै रहेको छ। रामनवमीलाई एउटा पर्व मात्रै होइन, यो आफूभित्रको राम अर्थात् सत्य, मर्यादा र धर्मलाई जगाउने दिनको रूपमा हेरिन्छ। त्यसैले सनातन परम्परामा चैत्र शुक्ल पक्षको रामनवमीलाई अत्यन्तै शुभ र विशेष महत्वको साथ हेर्ने गरिन्छ।